साथीहरु वेलकम टु माई न्यू भ्लग हैन। म चाहिँ अहिले जाँदैछु हाम्रो हेमन्त दाजुको पसलमा है। हाम्रो साथ गाउँमा मात्रै नभएर यहाँ पनि हामी गर्ने गर्छौँ। दाजुसँग साथ भइरहन्छ गाउँमा मात्रै नभएर यहाँ बजारमा पनि है। आज हुन्छ दाइले पसल खोल्नु भएको छ, त्यही पसलमा म जाँदैछु। आज चाहिँ कति 2-4 दिन भयो होला पर जानुपर्छ हैन। 3-4वटा गल्ली जस्तो फेर्नुपर्छ। अनि त्यहाँ साह्रै हल्का पुल जाने बाटो आउँछ। त्यो पुलदेखि केटाहरू लगमा प्राइमिकल ए हाँ नि भाइ चाहिँ यहाँ आइसकेका छन्। ल म सब्सक्राइब गरिदिन्छु, मेरो पनि गरिदिए ऊ छ भलगर दर्माली एन्ड डट, भलगर दर्माली एन्ड डट एन अनि डट हाने आइन्छ। भाइ तपाईँ नि के भन्छन् के तपाईँ युट्युबर हो र? अलिअलि दर्माली भलगर एन्ड डट दाइ हाम्रो पनि आइजान्छ यो युट्युबमा। ल म जान्छ। यहाँ तपाईँको साथी हो? यहाँ तपाईँको साथी हो? नै भोलि आउनुलाई जिम्मा आउँछ। कसरी चिन्नु? कपीमा नाम टिप्छौँ त्यो हुन्छ हुन्छ। त्यहाँ चाहिँ ठ्याक्कै बच्चाहरू भेट्टाएको थियो। हल्का लाज लागेर भलक चाहिँ ठ्याक्कै रोकिदिएको मैले चाहिँ होइन। अनि फेरि भलक बनाइदिएको बाबुहरूको अनि खुट्टुहरू देखाइदिएँ। ठिकै छ, म त्यहाँ दाजु गर्नु जाँदैछु होइन। यस्तो गल्लीहरू पार गरेपछि त्यहाँनिर आएको छ पुलमा जाने बाटो होइन। ठिकै छ, भाइहरूको पनि युट्युब च्यानल रहेछ, सब्सक्राइब गरिदिन्छु म चाहिँ। आज गएर प्राइमर है के भनेको थिएँ यो फुटेज हेरेर। अनि यही हो होइन पुल जाने बाटो चाहिँ। म पहिले उता त्यो गल्लीको पुलदेखि अलि माथि नै बस्थेँ होइन। ठिकै छ, म जाँदैछु अहिले चाहिँ यस्तो छ होइन। कपडाहरू त्यहाँ पाल्नुपट्टि हेर्न सक्नुहुन्छ, पुरै सुकाइरहेको अवस्था छ र यतातिर यस्तो छ। अनि त्यहाँ पर पुल छ होइन। त्यो पुलदेखि माथि चाहिँ म बस्थेँ पहिला, त्यही हो। अनि यतातिर घर बन्दै रहेछ अनि हेर्न सक्नुहुनेछ यस्तो छ यहाँको अवस्था। खोला नाला है, भिर बखेरा अनि ठ्याक्क त्यो पुलदेखि चाहिँ हल्का माथि बस्थेँ म पहिला। अहिले चाहिँ यो पुलको ठ्याक्कै उतापट्टि दाइको पसल छ अरे, त्यतै जाँदैछु म चाहिँ होइन। दाइको लोकेसनमा हल्का भिडियो पनि बनाऊँ क्या यार होइन। दाइको लोकेसनमा चाहिँ म ठ्याक्कै आइसकेको छु होइन। उतातिर हेर्न सक्नुहुन्छ। अनि ठ्याक्कै के पाइन्छ दाजु ओली दाजुभाइ फ्रेस हाउस अरे यो पाइन्छ होइन। दाइलाई चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। दाइले चाहिँ खेल्दै हुनुहुन्छ होइन। होम डेलिभरीको व्यवस्था रहेको छ, फ्री डेलिभरी 1 किलो मगाएको छ नि। 1 किलो तपाईँहरूले 1 किलो मासु मगाउनु भयो भने चाहिँ तपाईँको घरमै फ्री होम डेलिभरी हुन्छ होइन। हाम्रो दाजुलाई सम्पर्क गर्न सक्नुहुनेछ र सम्पर्क नम्बर दिनुहोस्। भन्नुहोस् न, मुखबाट भन्नुहोस् न, घरपुराले मलाई थाहा होइन। सम्पर्क नम्बर चाहिँ थाहा रहेन छ। ल भर्खर सुरु गर्नुभएको छ होइन। यस्तो चाहिँ फ्रिजहरू होइन, तातो पानी कित्ली अनि काट्ने चाहिँ कहाँ काट्नुहुन्छ र? कता उता ट्रेन छ जान आउनु त देखाइदिनु टक्क हाम्रो होम डेलिभरीको व्यवस्था रहेको छ। हामी कहाँ के पाइन्छन् भन्दाखेरि होइन, हामी कहाँ विभिन्न प्रकार लोकल कुखुरा, ब्रोइलर, खसी अर्डर गरेअनुसार कालिजको पनि व्यवस्था गरिन्छ। पटक सेवा गर्ने मौका दिनु होला है। अनि नम्बर चाहिँ यहीँनिर रहेको छ, यो नम्बर हो होइन। मासु काट्ने चाहिँ उता छ अरे अर्को ठाउँमा रुममा चाहिँ होइन। यही हो दाजुको उसमा चाहिँ। अब हाम्रो खासै डुल्ने चाहिँ हुँदैन होला होइन। ठिक छ, दाइले पनि व्यापार व्यवसायमा हात हालिसक्नु भएको छ। ठिकै छ, राम्रोसँग गर्नु। यस्तो साथीहरू अब चाहिँ डुल्ने चाहिँ हुँदैन, त्यही हो। ठिक छ, लोकेसन चाहिँ हेर्नु होला है।
त्यो रोडदेखि मिलन चोकदेखि त्यहाँ माथि जाने रोड छ, त्यो सल्यान जाने रोड, त्यो रोडदेखि ठ्याक्कै यतापट्टि हो होइन। हेर्न सक्नुहुनेछ लोकेसन चाहिँ। अहिले चाहिँ हामी यहाँ ट्याक्क लगाएर बसिरहेको छौँ होइन। 2 बजिसक्यो, 3 बज्न आँटिसक्यो अनि यस्तै छ बसिरहेको अवस्था रहेको छ। दाजुको पसलमा चाहिँ मस्कसँगले यहीँको ठ्याक्क पल्लोपट्टि चाहिँ यस्तो छ यहाँ के अरे श्रीराम स्टेसनरी एन्ड जनरल स्टोर गरे त्यो छ। यस्तै छ साथीहरू होइन। मासु चाहियो हामीलाई खबर गर्ने होला गरे ठ्याक्क। अहिले चाहिँ मस्तको हावा लागिरहेछ तुलसीपुरमा है। गर्मी चाहिँ धेरै नै छ, गर्मी भए तापनि के गर्नु, हावा पनि त्यत्तिकै लागिरहेछ। अहिले सक्नुहुन्छ रुखपातहरू पनि हल्लिरहेको अवस्था छ। यहाँ चाहिँ यता दाइले मस्तसँग मोबाइल चलाइरहनु भएको छ होइन। दिनभरि यत्तिकै बस्नु छ के छ र, त्यही भएर खासै उ चाहिँ हुँदैन। गर्मी चाहिँ लास्टै हुन्छ होइन दिउँसोमा। अनि त्यो रोडहरू हेर्न सक्नुहुनेछ र यस्तै छ। बाइक पनि गयो अहिले चाहिँ। हावा लागिरहेछ अहिले चाहिँ मस्तको होइन। यतातिर चाहिँ यस्तै हो साथीहरू, हेर्नुहोस् कसरी खान्छ। के भयो अहिले चाहिँ दाइले टक्क गराउँदै हुनुहुन्छ मासु होइन। टक्क दाइको काट्ने स्टाइल सबै हेरौँ गरे एकदम मस्तसँग लगाएर होइन। यही हो मासु चाहिँ, यहाँ बिहान काटेर राख्नु भएको छ होइन। ठ्याक्क फ्रेस ताजा मस्तसँगले। अहिले चाहिँ म जाँदैछु होइन। मासु सबै आइसकेको छ। त्यो चाहिँ म जाँदै गरेको अवस्थामा ठ्याक्क भेटिसकेँ। कता म यहाँ पर दाजुहरूसँग साथीहरू यतातिर हेर्न सक्नुहुन्छ कुखुराहरू होइन सबै छन्। यहाँको खोला नाला सबै फोहोर भनौँ है। यस्तै छ साथीहरू। म चाहिँ यस्तरी हिँडिरहेको छु अनि गइरहेको छु। यतातिर घर बन्दैछ भने होइन। अब धेरै पनि बसिएन दाजुसँग जाँदैछु अहिले चाहिँ। सो साथीहरू म चाहिँ अहिले रुममा आइसकेको छु। यो चाहिँ होइन मासु पनि ल्याइदिएँ मेरो दाइकोबाट होइन। आज यसो मासु खाइदिउँ भनेर ठ्याक्क साथीहरू म चाहिँ अहिले रुममा आइसकेको छु। यस्तै हो होइन। ठ्याक्क एकछिन पछाडि भेटौँ न। अब कपडा पनि धुनु छ, स्कुल ड्रेस लास्टै मैलो भएको छ होइन। त्यही हो साथीहरू। आज चाहिँ ट्याक्क घुम्न गइयो। खासै घुम्ने पनि हुँदैन होइन। आज त्यही पनि नजाने हुन्थ्यो होला। यसो दाजुले आइजाऊ त्यही भएर बसौँ न भन्नुभयो। ठिक छ घुमफिर गरियो। कहिले कसो यसो घुमफिर पनि गरिन्छ होइन। कहिले फेरि दिनभरि 2-4 दिनसम्म कोठीमा भइन्छ, त्यतिखेर भलक चाहिँ राम्रो बन्दैन। त्यही हो साथीहरू होइन। अब केही काम पनि गर्नेछु म यतातिर है त। अहिले चाहिँ 6 बजिसकेको छ होइन। हेर्न सक्नुहुन्छ घामहरू पनि सबै डुबिसकेको अवस्था छ र त्यहाँ बजार काम गर्दै हुनुहुन्छ होइन। आजको भ्लग हजुरलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला र साथी च्यानल भन्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यस्तो भइरहेको